जुन अवसर दिलाउनु भयो त्यसमा साह्रै नै खुसी लागेको छ, आभार प्रकट गर्दछु। किनभने यो अब कुनै पनि यस्तो अवसर नपाइकन आइदिने रहेछ धेरै ठाउँमा र तर यस्तो ठाउँमा जस्तो पर्यटकीय क्षेत्र बन्दै गइरहेको छ र यहाँ पर्यटकहरू धेरै नै आन्तरिक पर्यटकहरू धेरै नै आइरहेका छन्। तर यो आउने ठाउँमा हिजो हामी ठुलो बस लिएर आएका थियौँ, तर त्यो बसलाई यो ठाउँसम्म आइपुग्दाखेरि त्यसभित्रका यात्रुहरू हामी भनौँ एकदमै रोमाञ्चक यात्रामा थियौँ क्या हामी। त्यो बस यति छेउसम्म गएको थियो भिडमा, यो कस्तो हुन्छ हाम्रो यात्रा सैलुङको जस्तो लाग्थ्यो। यो बाटोलाई सकेसम्म छिटै निर्माण गरिदिएर अथवा त्यसलाई अलि सम्याइदिएर निर्माण पनि गर्दैछ, सम्याउँदै गरेर चाहिँ यसमा यात्रुहरूलाई सजिलो पार्नु एकदम उपयुक्त छ एउटा कुरा। अर्को कुरा, जबकि पर्यटकीय क्षेत्र भनेपछि देशको हरेक कुनाबाट आउँछ, विदेशबाट आउँछ, यहाँका होटेलहरूमा कमोड हुनु जरुरी छ। अहिले अब हामी राजधानीमा बस्नेहरूले पनि आफ्नो घरमा कमोड प्रयोग गर्छौँ, जुन चाहिँ अहिले जुन फ्यान सिस्टम छ त्यो चाहिँ अलिकति मोटो मान्छेले त सक्दैन। अब हामी जस्तो उमेरको मान्छेलाई पनि त्यो बस्दाखेरि यो घुँडाले एकदमै तकलिफ दिन्छ। त्यसमा यहाँको होटेलहरूले धेरै नै एकदम ध्यान दिनु जरुरी छ। मैले यो कुरा इलाममा पनि भनेको थिएँ क्यारे, पाल्पामा पनि भनेको थिएँ क्यारे, यही कुरा। किनभने यो चाहिँ एकदमै जरुरी। अहिले अब यो आधुनिक कुरा होइन कमोड भनेको, यो चाहिँ आवश्यकता हो। अहिले हामी सक्दैनौँ है, त्यस्तो छ। तर आजको दिन यो मङ्सिर 6 गते मैले जीवनमा एकदम राम्रो अनुभव सैलुङमा के भयो भने यहाँको सूर्योदय एकदम सुन्दर देखेँ। म त खुसीले यति उत्पल्ल भएँ, म यो उमेरको मान्छे खुसीले उत्पल्ल भएँ कि मुरारी सिग्देललाई मैले एउटा भिडियो खिचिदिनु भनेर कुट्टी पोक्तालले गाउनु भएको, श्रवण मुकारुङले गीत लेख्नु भएको गीत चाहिँ मैले यहाँ कण्ठ आउँछ कि भनेर एउटा प्रयास गरेँ र त्यो साह्रै राम्रो गर्न सकेँ। त्यो मैले पोस्ट गरेको छु फेसबुकमा। त्यो त्यति सुन्दर लाग्यो। जबकि मैले नगरकोटमा म पटक पुग्छु। नगरकोट त त्यहाँ हाम्रो काठमाडौँबाट धेरै नजिकको सूर्योदय हेर्ने ठाउँ। त्यहाँ पटक 5-6 पल्ट 7 पल्ट कतिपल्ट पुगेँ, तर मैले राम्रो सूर्योदय आजसम्म देख्न पाएको थिइनँ। त्यो जहिले पनि बादल लाग्थ्यो, बादलले छेक्थ्यो, तर यहाँको आजको सूर्योदय एकदम राम्रो देखेँ। ल, नमस्ते सैलुङ। हस्, धन्यवाद सर। अब जानुका राईजी हुनुहुन्छ खोटाङबाट। उहाँ चाहिँ अब एकदम सशक्तिकरण, महिला अभियानमा सशक्तिकरणको रूपमा अब विदेशदेखि नेपालसम्म आएर गरिराख्नु भयो, यो भ्रमणमा सम्मिलित हुनुहुन्छ। उहाँलाई चाहिँ तपाईँले यो भ्रमण कस्तो लागिरहेछ, त्यो छोटकरीमा भन्नुहोला। सुसेली लजेली अझै छन् कति सुन्दरी, सुसेली लजेली अझै छौ कति सुन्दरी, दाजु केसित खोइकेको उपमा, मेरो त कुरै छाडो, महर्षिहरू पनि मदहोस हुन्छन् देखेर यो शैलीको रङ्ग रूपमा, देखेर उनका रङ्ग रूपमा। मेरो जति पनि भावहरू यही कविताबाट व्यक्त गरेँ। उहाँहरूले बोलिसक्नु भएको छ सम्पूर्ण कुरो, आवश्यकताको कुरो हाम्रो किशोर सरले भनिसक्नु भएको छ। हामी सबैले खटेको कुरो हो, बुढाको समस्या, वृद्ध अवस्थामा हुने समस्या, यो समयको माग रहेछ। हाम्रो चाहिँ जुन वासरुमको मैले पनि बारम्बार यो चाहिँ फिल गरेको, हजुरलाई थ्याङ्क यू सो मच उठाउनु भयो। हामीले प्यान भन्दा पनि हाम्रो त्यो कमोडको आवश्यकता चाहिँ, किनभने साहित्यिक फिल्डमा लागेको व्यक्तिहरू रिटायर अलिकति पाएको उमेरकै हुन्छौँ। यो क्षेत्रमा एकदमै रमाउने प्राकृतिक चाहिँ नि प्रति मोह राख्नेहरू हामी अलिकति पाएको हुन्छौँ। यङ जेनेरेसन बाहिर जाने गर्छ, त्यो भएर यहाँको होटल व्यवसायहरूले त्यो ध्यान दिनुभयो हुन्थ्यो। र आउँदा बाटोमै एउटा वेलकम टु सैलुङ भनेर राम्रो चाहिँ नि गेट भइदियो, आहा आइपुगेछ भन्ने हुन्थ्यो। हामीले आइपुगेर पनि कतिपय कुरो आइपुग्यो हो र भन्ने भयो। अनि वासरुम ठाउँमा टोयलेटको व्यवस्था भयो हुन्थ्यो। यो स्थानीय सरकारलाई चाहिँ हाम्रो आग्रह हो। हामीले कहाँ छ भने होटलहरू खोज्दै जानुपर्छ, सहारामा आउनुपर्छ। यो आवश्यकताहरू चाहिँ नि हामी यहाँहरू समक्ष सैलुङवासी र स्थानीय सरकारसँग चाहिँ अनुरोध गर्दछौँ। बारम्बार आउनै पर्ने भनेको सबैभन्दा बाहिर रूप मात्रै, यहाँको चाहिँ प्राकृतिक रूप
बखान भयो। बिहान सौन्दर्य जुन यो गौशङ्कर हिम श्रृङ्खलाले दिने सौन्दर्य र बिहानी सूर्योदयले दिने सौन्दर्यको बखान हामीले बाहिर रूपमा सुनेकै थियौँ, जो कि डाइरेक्ट हामीले प्रत्यक्ष रूपमा उहाँहरूसँग साक्षात्कार हुँदाखेरि यति हामी चाहिँ भावविह्वल खुसेर भयो कि झन्डै हामी चाहिँ बिउँ होला जस्तै त्यति आनन्दभूति भयो हामीमा। सर जानुका राईजी, अब समय छोटो छ हामीसँग, फेरि पनि संवाद गरौँला हामी समय मिलेमा। अहिले नास्ता पानी गर्नु होला, फेरि भेट होला। सरसँग पनि एकछिनपछि भेटघाट गर्छु।